हेलो गुड मर्निङ एभ्री वान। आज हुन गइरहेको छ प्रिमियम ग्रेड ओपनिङ 110मा। गेम पर्छ कि नै के पर्छ त जनता जान्न चाहन्छन्। सिधै 10 के भन्छ नेट चलेन हुन्छ क्या हो। ओपनिङ भइरहेको बेला यार यस्तो नभन्न ल। कुरी चुच्लुक गर ला केही परेन त। अब पर्यो अब त फिक्स हो। अब त फिक्सै हो के। चुच्लुक गर चुच्लुक ला केही पर्दैन त यार। चुच्लुक अब त पर्छ फिक्सै हो। ग्यारेन्टेड रिवार्ड पो पर्छ त यार। पर्दैन त यार के हो वाट इज दिस। चुच्लुक परे के ला 6x यार। एउटा खोलौँ न फेरि पर्छ केटा पर यस केटा फाइनली केटा यो गेम पर्न सफल भएको छ। छुचुलुक मजा आयो यत्तिकै भए त भइगयो नि यार। अरू के चाहियो यार। के चाहियो केटा हो के चाहियो अरू टक्क होइन। यो सिधैमा क्री एकेएम ओ माई गॉड लेभल अप हान्न मिल्छ अहिले। दुईटा मिनट रहेछ अहिले। पहिटा मिनटमा चाहिँ हान्नु पर्यो नि त। परिहाल्छ कि यता बस यार पर्छ अझै दुई पर्न ओके यो पऱ्यो नि यार। 50 पुर्याएर खोलौँ न त्यसलाई। छुचुलुक अहिले मिस्टेक परेन पर पर्न यार पर अहिले गाइस कस्तो लक छ अब यहाँ मेरो। लक्कीको दोस्रो नाम भनेको म हो कि पहिलो नाम भनेको म हो। पऱ्यो भने पहिलो नाम परेन भने दोस्रो नाम के भन्नु। नपऱ्यो भने चित्त बुझाउनु पऱ्यो। ग्रेनेड पर्छ यार। काम छैन क्या यार ग्रेनेड मलाई केही परेन। कति 63 वटा अब कतिवटा खोलेँ मैले 50 होइन कतिवटा खोलेँ साँच्ची 51 वटा खोलेछ। ठिक छ अब 70 वटा भएपछि खोलौँला।
आजलाई यति नै गाइस, हामी लकी नै रहेछौँ, एकेम्स पर्न सफल भएको छ। आफ्नो गेम होइन M4 लिने हो, ग्लिसियर त ग्लिसियर पनि छ। यस्तो आजबाट यो गेम पर्न सफल भएको छ। यस्तो बेला के लाइन अपडेट गर्नु छ यार, एक्सेप्ट गरे छोडिदिउँ। गेम ग्रोजा डिपी ग्लिसियर र फेल पार्नु भयो, यति पार्नु भयो त मजा आउँथ्यो। ओके गाइज, आजलाई यति नै।